यी हुन् भारतीय रियालिटी शो जितेका 3 जना चर्चित नेपाली कलाकारहरू। नम्बर 1 प्रशान्त तामाङ। सन् 2007 मा भारतीय गायन रियालिटी शो इन्डियन आइडलको तेस्रो सिजन जितेर इतिहास रचेका प्रशान्त तामाङ यो उपाधि चुम्ने पहिलो नेपाली भाषी कलाकार हुन्। उनी भारतीय कोलकाता पुलिसमा कार्यरत छँदै आफ्नो अद्भुत गायकीको जादु लिएर इन्डियन आइडलको मञ्चमा पुगेका थिए। प्रशान्तको जित केवल एक व्यक्तिको जित मात्र थिएन, उनको मिठो आवाज र सरल स्वभावले विश्वभर छरिएर रहेका नेपालीहरूको मन जित्यो। नेपाल, भारत र विभिन्न देशहरूमा रहेका नेपाली भाषीहरूले अभूतपूर्व रूपमा एकजुट भएर दिएको भोट र अपार सहयोगका कारण उनी विजेता बन्न सफल भएका थिए। उनले इन्डियन आइडलको विजेताको रूपमा 1 करोड भारतीय रुपैयाँ नगद पुरस्कार र मारुति सुजुकी SX4 जितेका थिए। इन्डियन आइडल जितेपछि उनी गायन क्षेत्रमा मात्र सीमित रहेनन्। उनले गोर्खा पल्टन, निशानी र परदेशी जस्ता लोकप्रिय नेपाली चलचित्रहरूमा मुख्य अभिनेताको रूपमा दमदार अभिनय गर्नुका साथै थुप्रै हिट नेपाली गीतहरूमा आफ्नो मिठो स्वर दिए। पछिल्लो समय उनले भारतीय वेब सिरिज र चलचित्रमा समेत काम गरिसकेका थिए। तर दुःखको कुरा, संगीत र कला क्षेत्रका यी स्टार आज हामी माझ छैनन्। सन् 2026 को जनवरी 11 मा 43 वर्षको उमेरमा दिल्ली स्थित आफ्नै निवासमा हृदयघातका कारण उनको असामयिक निधन भयो। उनको भौतिक उपस्थिति नरहे पनि उनले नेपाली संगीत र सिनेमा क्षेत्रमा पुर्याएको योगदान र दर्शकहरूको दिलमा बसाएको छाप सधैँ अमर रहनेछ। नम्बर 2 तेरिया मगर। रूपन्देहीकी तेरिया मगर एक यस्ती अद्भुत र उत्कृष्ट प्रतिभा हुन् जसले एउटा मात्र होइन, भारतका दुईवटा ठूला र प्रतिष्ठित नृत्य रियालिटी शोहरूको उपाधि जितेर नेपालको नाम विश्वभर उच्च पारिन्। तेरियाले पहिलो पटक सन् 2014 मा भारतको चर्चित डान्स शो डान्स इन्डिया डान्स DID लिटिल मास्टर्सको तेस्रो सिजन जितेकी थिइन्। उनको अतुलनीय नृत्य कौशल, अचम्मको लचकता र हँसिलो अनुहारले निर्णायकहरूसँगै करोडौं दर्शकहरूको मन जित्यो। त्यसबेला उनलाई देश तथा विदेशमा रहेका नेपालीहरूले जिताउन अत्याधिक भोट र समर्थन दिएका थिए। त्यसपछि सन् 2017 मा भारतको चर्चित सेलिब्रिटी डान्स रियालिटी शो झलक दिखला जा सिजन 9 मा तेरिया मगरले सहभागी हुने अवसर पाइन्। सुरुवातमा शोबाट बाहिरिए पनि उनले वाइल्ड कार्ड रि-एन्ट्री मार्फत पुनः दमदार पुनरागमन गरिन्। त्यसपछि लगातार उत्कृष्ट प्रस्तुति दिँदै फाइनलमा कोरियोग्राफर सलमान युसुफ खान र अभिनेता नर्तक शान्तुन माहेश्वरी जस्ता बलिया प्रतिस्पर्धीलाई पछि पारेर उनले उपाधि जितिन्। यससँगै तेरिया मगर डान्स इन्डिया डान्स लिटिल मास्टर्स र झलक दिखला जा दुवै प्रतिष्ठित भारतीय रियालिटी शो जित्ने पहिलो चर्चित नेपाली नृत्य कलाकारका रूपमा स्थापित भइन्। तेरिया मगरले भारतका 2 ठूला डान्स रियालिटी शो जितेर जम्मा 40 लाख भारतीय रुपैयाँ भारू नगद र एउटा नयाँ कार जितेकी थिइन्। आज पनि उनी देश विदेशका विभिन्न सांस्कृतिक तथा नृत्य कार्यक्रमहरूमा आफ्नो प्रतिभा प्रस्तुत गर्दै सक्रिय रहेकी छिन्। नम्बर 3 समर्पण लामा। नेपालका अर्का प्रतिभावान कलाकार हुन् समर्पण लामा, जसले सन् 2023 मा भारतको प्रतिष्ठित डान्स रियालिटी शो इन्डियाज बेस्ट डान्सर सिजन 3 को उपाधि जितेर नेपालीहरूको शिर पुनः उच्च बनाए। चितवनका समर्पण लामा आफ्नो छुट्टै नृत्य शैली र अद्वितीय समकालीन डान्सका लागि परिचित छन्। सन् 2023 को सेप्टेम्बर 30 मा भएको ग्रान्ड फिनालेमा समर्पणले अन्य शीर्ष प्रतिस्पर्धीहरूलाई पछि पार्दै विजेता बन्दै 15 लाख भारतीय रुपैयाँ र आकर्षक ट्रफी प्राप्त गरे। कुनै पनि औपचारिक डान्स एकाडेमीको तालिम बिना नै केवल आफ्नै लगनशीलता, अभ्यास र इन्टरनेटबाट सिकेकै भरमा यति ठूलो अन्तर्राष्ट्रिय मञ्चमा उपाधि जित्न सफल समर्पण आजका युवा पुस्ताका लागि प्रेरणाका ठूला स्रोत बनेका छन्। र यस्तै खालका जानकारीमूलक भिडियोहरूको लागि हाम्रो आइडीलाई फलो गर्न सक्नुहुन्छ। अनि यी मध्ये तपाईलाई मनपर्ने कलाकारको नाम कमेन्टमा लेख्नुहोला। धन्यवाद।